हेलो साथीहरू, नमस्कार। मेरो भिडियोमा तपाईहरुको लागि महत्त्वपूर्ण भिडियो लिएर म उपस्थित भइसकेको छु। आज चाहिँ यो महत्त्वपूर्ण सूचना रहेको छ। शिक्षक व्यवस्थापन समन्वय शाखाको चाहिँ यो शिक्षक सरुवाको सम्बन्धमा रहेको छ साथीहरू। यो चाहिँ आज प्रकाशित भएको छ 1 गते। यो चाहिँ सरुवा सम्बन्धमा रहेको छ विषय, अनि यो सबै इकाइहरूको लागि रहेको छ। त्यसैगरी सबै स्थानीय तहहरूको लागि रहेको छ। प्रस्तुत विषयमा शिक्षक सरुवा सम्बन्धमा तफसिल बमोजिम गर्न हुने यस केन्द्रको मिति 2083 3 1 गतेको निर्णय अनुसार अनुरोध गरिएको छ। तफसिल अनुसार 1 नम्बरमा स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्ला अन्तर र अन्तर स्थानीयता सरुवा गरी पदपूर्ति नगर्ने। त्यसैगरी 2 नम्बरमा रहेको छ खुदपोल दरबन्दी रहेका दरबन्दी कटौतीमा परेका स्थानीयताको हकमा उक्त खुदपोल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्ने। त्यसैगरी 3 नम्बरमा रहेको छ 75% कार्य सम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको लागि निवेदन पेश गरेका सम्भवतः उम्मेदवारहरूको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिने। यो तपाईहरुको लागि, खास गरी यो शिक्षक साथीहरूको लागि धेरै महत्त्वपूर्ण भिडियो रहेको छ। यो भिडियो हेर्नुभयो भने, राम्रो लाग्यो भने तपाईहरु चाहिँ हाम्रो यो अनलाइन अपडेट कपिलवस्तु युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस् साथीहरू। हस्, धन्यवाद।